महेश बस्नेतले एउटा फेसबुक स्ट्याटस लेख्छन्, 3 वर्षको मानसिक तनाव अन्त्य भयो, सत्यको जित भयो। उनका हजारौं कार्यकर्ताले यसलाई क्लिन चिट भन्दै खुसियाली मनाउँछन्। तर के यो साँच्चै सत्यको जित हो कि यो एउटा यस्तो कानुनी भ्रम हो जसको आडमा एउटा ठूलो अपराध लुकाउन खोजिँदैछ? यस्तो भन्दाखेरि पनि जबरजस्ती मेरो लुगा खोलेर जबरजस्ती गरेको फेरि पनि दोस्रो पाटन उच्च अदालतले रिट खारेज गर्नुको वास्तविक अर्थ के हो? के महेश बस्नेत बलात्कार र डकैतीको आरोपबाट मुक्त भएका हुन्? आजको यस इन्भेस्टिगेटिभ रिपोर्टमा हामी ती 39 पेजका मेसेजहरू, हस्पिटलका रिपोर्टहरू र भक्तपुरको त्यो लुड तन्त्रको नालीबेली खोल्नेछौँ। झोलेबाट सुरु भएको यात्रा कसरी जेलको नजिक पुग्यो त्यो पनि जान्नेछौँ। सुदन गुरुङको गृह प्रशासनले अब कुन